त्यसो भएको हुनाले हामीले पटक पटक आन्दोलन गर्यौं। हाम्रो आन्दोलनको क्रममा केही साथीहरूले वीरगति प्राप्त गर्नुभएको छ, शहादत पनि प्राप्त गर्नुभएको छ। हामीले यो प्रदेश जहाँ हामी उभिरहेका छौँ, यो प्रदेशको नाम कम्तीमा यहाँको बहुजातीय बहुधार्मिक बहुसांस्कृतिक हिसाबले यसको मूल्याङ्कन हुने गरी हामीले हाम्रो आवाजलाई बुलन्द गर्दाखेरि कम्तीमा नाम मात्रै भए पनि किराँत प्रदेश राखिदिनुहोस् भनेर पछाडि हाम्रा आवाजहरूलाई दमित गर्नु, त्यसका पछाडि हाम्रा कुराहरू हाम्रा भावनाहरूलाई कुल्चिनु पनि त हो नि। त्यसैको परिणाम होइन र ठुला भनिएका राजनैतिक दलहरूको अहिलेको यो अभिगत त्यसैले प्रमाणित गर्दैन र जो शक्तिमा छ अहिले पनि नयाँ यो मुलुकमा रहेको विविधतालाई उहाँले कुण्ठित गर्नुभयो, दमित गर्नुभयो भने त्यो शक्ति आजको त्यो गणितीय शक्ति केही पनि हुँदैन। त्यसैले हाम्रो आग्रह छ कि हामी यो मुलुकमा रहेका विविध जात जातिहरू, विभिन्न भाषा धर्म संस्कार र संस्कृति मनाउनेहरू हाम्रो कुराहरूलाई हाम्रो भावनालाई मान्यता दिँदै यो मुलुक राजनीतिक हिसाबले, आर्थिक उन्नति र प्रगतिको हिसाबले अथवा अन्य शक्तिको हिसाबले हेर्ने भने नेपाल किन पछाडि छ? किन पनि पछाडि छ भने तपाईँ सानो एउटा उदाहरण मात्र म यहाँ, यो नेपाली भाषा भनेर भनिन्छ, नेपाली अन्य आर्थिक रूपमा नेपाल पछाडि पर्नको कारण यो मुलुकमा भएको आफूसँग भएको प्रोपर्टी ठाउँमा निर्णय गर्ने ठाउँमा सायद अहिलेको लागि त्यो कमजोर होला। तर नेपाली जनताले मूल्याङ्कन गर्ने भने भोलिको दिनमा आवश्यकता पर्दाखेरि नेपाली बिरुवा रोप्दै गर्दाखेरि अहिलेको माननीय त्यतिखेर मेयर हर्क साम्पाङले यो गेट निर्माणको लागि सहयोग गर्नुभयो। पूर्व मेयर ध्यानबहादुर राईले यो ठाउँ हामीले उपलब्ध गर्नु, यसको क्षेत्र विस्तारको लागि माननीय तत्कालीन मेयर म जिल्लाको लागि आउनुभयो।